म चाहिँ आज अचानक कता आएँ भन्दा होइन यो मलाई पनि थाहा छैन कता हो होइन हाम्रोमा छिरिङ सरले चाहिँ थाहा छ हाम्रो छिरिङ सरले चाहिँ यो पहिले गल्ली गल्ली नाली नाली खाइसक्नु भएको रहेछ होइन विशेष काम चाहिँ के हो भने मैले एउटा यो देख्नु भएको सामान अनलाइन अर्डर गरेको थिएँ होइन अनलाइन अर्डर गर्न त अनलाइन सामान पनि आइपुग्यो यसमा चाहिँ म्याग्नेट रहेन रहेछ क्या अब म अब यो यता पछाडिको क्यामेराबाट बनाउँछु नि त भिडियो यसको काम चाहिँ भनेको स्क्रिन सेयरिङ गर्दो रहेछ क्या यसले एक्लै भिडियो बनाउँदाखेरि कति पछाडिको ब्याकग्राउन्ड कस्तो आयो केही थाहा हुँदैन थियो अनि त्यही भएर यो सामान अनलाइन अर्डर गरेको यसमा म्याग्नेटै रहेन रहेछ मोबाइलमा अड्किँदैन नअड्केपछि के गर्ने तनाव हो अनि अब यसो सोचेँ अनि त्यहाँ के अरे वाट्सएप नम्बर दिएको थियो वाट्सएपमा कुराकानी गऱ्यो अरे नजिकै रहेछ क्या हाम्रो बसेको कम्पनीबाट भन्दा लगभग 10-15 मिनट जति लाग्दो रहेछ ग्राफमा फेरि अब रिटर्न गराऊँ भने अब समय लाग्ने फेरि पैसा क्यास नआउने होइन चाहिन त मलाई सामानै चाहिएको अनि क्यास नआउने फेरि कता दुनियाँ लफडा गर्नु भन्दा बरु 5-10 रुपियाँ खर्च गरेर म यहाँ आएर मेरो सामान पनि चेन्ज भइसक्यो अहिले चाहिँ काम गर्छु त्यही हो गाइज पैसाको बिरुवा दिइसकेको छ मलाई अब त्यसलाई गोडमेल गर्दैछु माया गर्नुहोस् यो गरिब मान्छेलाई पनि यसो धनी बनाइदिनुहोस्।